भलङमा हजुरहरूलाई स्वागत छ। आज विजया दशमी। हजुरहरू सबैलाई विजया दशमीको शुभकामना। हामी चाहिँ बिहानै उठेर अब दशैंको लागि तयारी गर्दै छौं। ह्यापी दशैं। ह्यापी दशैं। ह्यापी दशैं दिदी। ल सेम टु यु। अचारको लागि आलु पाकिसकेको छ। यता मासु पाक्दै छ। काँक्रा काट्दै हुनुहुन्छ। लागि सेल रेडी भयो। जमरा चाहिँ एकदम राम्रो भएको छ। पूजाका भाँडाहरू माझेर रेडी गरियो। टिकाको तयारी हुँदैछ। टिका रेडी भयो। ज्ञानी मितुरे भवन्तु भवतां कीर्ति जनारायणे पुण्यरेखास्य मंगलाय तनो हरे। जय दुर्गा माता। जय दुर्गा माता रक्षा गर्नुस्। मैले काटेका कामहरू पुरा हुन्। कुलपित्रीले रक्षा गर्नुस्। आशीर्वाद दिनुस् दशैंको। ह्यापी दशमी। सुरुवात गरियो ढोकाबाट। दर्शनामा ह्यापी दशैं। आशीर्वाद दशैंको धेरै धेरै शुभकामना। टिका लगाइदिए नौ दुर्गा देवीले रक्षा गरून्। रोग व्याध नलाओस्, राम्रो होस्। आजकल 3 जना हुने हो। सबैभन्दा ठुलो आशीर्वाद दिन्छु। सबैभन्दा रोग नलाओस्, राम्रो होस्, त्यही होस्। आशीर्वाद पुग्छ। अब आइसाल सँगै बसेर लाउन पाइयोस् टिका। 3 जनालाई राखेर टिका लाउन पाइयोस्। ह्यापी दशैं। ह्यापी दशैं। सबैलाई टिका लगाइदिएँ है मैले। ल ह्यापी दशैं। अलि मस्तै पढ्ने, राम्रो रिजल्ट ल्याउने हुनु पर्यो। रोग व्याध नलाओस्, सुख शान्ति समृद्धि होस् सधैँभरि। ल विजया दशमीको धेरै धेरै शुभकामना। नमस्ते दिदी। ह्यापी दशैं। ल रोग सन्चै। ल दशैंको शुभकामना। रोग व्याध नलाओस्, सुख शान्ति समृद्धि। मेरो पनि धेरै धेरै आशीर्वाद छ। हजुर 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 पाइयोस्। ल उता दिपकहरूलाई पनि त्यही आशीर्वाद छ। दिपक रिताहरूलाई पनि त्यही शुभकामना छ। आइसाल 3 जना देख्न पाइयोस्। हजुर रेडी भइसकेको छौं। ह्यापी दशैं। ह्यापी दशैं। अब टिका लाउन बाँकी छ। ज्ञानी छौ, ज्ञानी भए। धेरै ज्ञानी छिन्। कस्तो सानो आसन भएपछि है मस्तै पढे। पापाले ल्यान्छ नि। मैले पनि ढकिदिन्छु। बस्नु त कोहा सिद्धिन्थ्यो एउटा फोटो। बस्नु त साइड पापाले ल्यायो। अब राति हुन्छ आज दिन त के हुनु। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री सदा स्वाहा नमस्ते। ल राम्री छौ, मस्तै पढेछौ, मस्तै पढे, ज्ञानी भए, बुढालाई सधैँ माया गरे। सेतुबाट खिचिन्छौ भन्ने हो के राना। मस्तै पढेर चाँडै अमाती गर्नु पर्यो। साइरा नैता आउनु पर्यो। आँटेको सबै पुरा होस्। राम्रा सोचहरू आउन् सधैँभरि। रोग व्याध नलाओस्। यहाँ लगाइदिने कि होइन कसो अन्त अडिन्दा मिलायो
ल बाबा मलाई दक्षिण होइन दक्षिण चाहिन्छ बुझो तिमीलाई दक्षिण बिहामा गर्न पाइयो नि यसै घरमा बरु थोरै ल्याउनु नभन्दाखेरि ल त्यति त भएन नारायण ह्याप्पी दसैँ सेम टु यु दुईटैलाई विजया दशमीको धेरै धेरै शुभकामना थ्याङ्क यू हजुरलाई पनि हजुर तपाईँको मेरो टिका निधार खाली भएछ क्या सिट छैन मैले 3-4 सिट भनेको पनि भन्ने राम्रो हो छोरी जामाइलाई म यहीँबाट आइसिक्दैछु हजुर ह्याप्पी दसैँ दसैँको मङ्गलमय शुभकामना कहिले कतिवटा दसैँमा कहिले हो कहिले ल आशीर्वाद शुभकामना विजया दशमीको धेरै धेरै शुभकामना राम्ररी पढ्ने अहिले मार्क्स धेरै ल्याउनु पर्यो ट्यालेन्ट हुन पर्यो ज्ञानी हुन पर्यो ल मेरो शुभकामना त्यही हो हामी चाहिँ अब मामा घर टिको लाउनु जाँदै कान्छो भाइको हातबाट टिका लगाउनु दाइले मान्छा भान्जा भाइले टिको लाग्दै हुनुहुन्छ त्यही भएर जाँदै कस्तो फिल भइरहेको त विदेशमा आएर मावला टिको लाउनु जाँदा कति रमाइलो गर्छ कति रमाइलो गर्छ भाइहरूको हातबाट माउलीको हातबाट टिका लगाउन पाउनु भनेको धेरै नमस्कार ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ भाइ बुहारी भन्ने कि अब कसो मनमा नआउँदो यहाँ यत्नसम्म नपुऱ्याए आशीर्वाद राम्रो दियो पहिलो दसैँ गाईको दिन दसैँमा पनि भाइले डाइरेक्ट पहिला पहिला चल खाटो हुन्थ्यो कि मामा हातबाट टिका लाग्यो भाउजूलाई गोलो लाग्यो कि गोलो टप्प बाँधियो ह्याप्पी दसैँ धन्यवाद यस्तै लाउन पाइयोस् पहिलो वर्ष लगाइदिनुहुन्छ बहिनी आनेर पो दाइलाई खिलाइदिने अन्त दाइ बहिनीलाई लगाइदिनु त भयो भाउजूलाई हामी मामा घर आएर खाजा खाँदैछौँ अहिले ल खाजा खाँदै हामीले चाहिँ गरी आएर खाजा खाएर बसेर फेरि खाना खाँदैछौँ माला आएर टिका लगाएर हामी फेरि फर्किँदै घर जाँदैछौँ राम्रो छ अब यस्तै गरेर फेरि पनि लाग्नु पाइयो सधैँभरि अझै राम्रो हुँदै जाओस् प्रगति अब सँगै यहीँ छौँ प्रगति गर्ने रोग व्याध नलाओस् यिनै हुन् शुभकामना दसैँका नवदुर्गा दाइ नै हुन्
पढाइ सुरु भइरहेको अब चाँडै आउन त्यतिर लाउनु पर्यो। हाम्रो चाहिँ अहिले खाजा खाने तयारी हुँदैछ। हाम्रो चाहिँ यहाँ रमाइलो भेटघाट दसैँको माहौल रमाइलो छ। यहाँ लगाइदिनु पर्यो नह भाइ भन्नु हो बोलाउनु हो सधैँ बोलाइराख्नु होला आइपछि पनि आइराख्नु भाम सबै राम्रो छ राम्रो हुँदै जाओस् त्यही भन्छन् त होइन र चाँडै भान्जा भान्जी खेलाउनु पाइयोस् तँ भान्जा भान्जी खेलाएर हुने र अन्त भाइ बहिनी भन्ने के भन्नु जन्मेपछि नाच्छ ल बाबु भनेर माया गर्नु हो सधैँ बोलाउनु हो सधैँ सबै त्यही सबै राम्रो छ राम्रो होस् गर्छु नि नमस्ते लगिदिन्छु नमस्कार। हेलो गाइस तास सुरु भयो ल हाम्रो गुरुलाई सकिन्न सबैभन्दा सानो मेरो थियो ए भेयो सत्ता बढी हो अर्थै भने खुल्ला पैसा सबै किट्टी खेलौँ न जे खेलेको खुल्ला छ के पाँच छ पन्ध्र छ सत्ता आउँछ यहाँ ए मेरा बा ल यहाँ चाहिँ तास खेल्दै हुनुहुन्छ। दसैँ लगाइरहेछ। दसैँ तास खेल्दै मनाउँदै तिनटा सत्ता हामी जान्थ्यौँ नि राम्रो छ अझै अब अझै राम्रो हुँदै जाओस्। नानीहरूलाई हाम्रो नाम के अरे सनित फुटबल खेलेर नाम कमाए ल इतिहास रचे पढ्ने ज्ञानी छौ ज्ञानी अझ ज्ञानी भए बाबु के गर्नुको अगाडि आऊ त अगाडि टाउको अगाडि कति ज्ञानी छन् कति ज्ञानी छन् खानु उता बगेर हाम्रो चाहिँ खाना खाने बेला भइरहेछ। कही यता कही यता ए बाई ल बाई 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 दसैँ। हाम्रो दसैँ पनि सक्यो। यही दसैँलाई इन्ड गरियो।